मैले सम्झेको बेलासम्म मेरो गाउँमा म जन्मेको रामेछाप दोरम्बा गाविस पहिलाको, अहिले दोरम्बा सैलुङ गाउँपालिका वडा नम्बर 2, म त्यहाँ जन्मिने बेला म 8-9 वर्षको उमेर हुने जेलसम्म औँसी र पूर्णिमाको दिनमा बारीमा गएर हलो जोत्दैन। त्यो दिन हलो जोत्दैन, रुख काट्दैन, किनभने भगवानको दिन हो भनेर है। तर त्यतिखेरको बाजे बोजू कति आनन्दले सुख। 5 जना पाहुना आएर एकै दिनमा फर्क्यो भने रिसाउने त्यतिखेरको बाजे बोजू, तर घरमा केही पनि थिएन, तै पनि 2 दिन 3 दिन बस्दै हुन्थ्यो। आज हामीलाई 5 जना पाहुना होइन 2 जना पाहुना आयो भने अहिले आएर अहिले बेलुका गइदियो हुन्थ्यो जस्तो लाग्ने। किन? अहिले आएर अहिले गइदियो जस्तो हुने। हिसाब गर्ने हो भने हामीसँग मोबाइल छ, हरेक चिज छ। पहिलाको बाजेहरूलाई कति पहिला त्यो पैसा भन्ने पनि थाहा छैन, त्यही पनि उसले त्यो पाहुनालाई सकेसम्म संस्कार गरेर पठाउने। तर उनीहरूले औँसी पूर्णेको दिनमा माछा मासु नखाने, एकादशीको दिनमा माछा मासु नखाने, त्यो गरेर बारेर हो नि त। देवी देउराली भनेपछि हरेक ठाउँमा गएर यति धुप लगेर यति अक्षता लगेर पूजा गर्ने, एउटा ढुङ्गालाई पनि देउता मान्ने, ल है भनेर आफ्नो दुःख सुख सबै त्यो ढुङ्गामा पोख्ने, त्यो ढुङ्गाबाट ल्याएको चिज आफ्नो छोराछोरीले दिने। आज त आफ्नो दुःख पोख्ने त यहाँ छ। यहाँ यसमा दुःख पोखेपछि त यसले त दुःख पोख्ने होइन, तिमीलाई पनि उडाएर लिएर जान्छ, कुन दुनियाँमा पुर्याउँछ थाहा छैन। यो सबभन्दा नराम्रो गाह्रोपन कुन? औँसी पूर्णिमाको दिनमा चाहिँ स्वर्गलोकको सबै भगवानहरू चाहिँ पृथ्वी लोकमा आउनुहुन्छ अनि माथिबाट खाली गरिदिनुहुन्छ, तपाईँहरू जानुहोस् आफ्नो घर। उहाँहरू हाम्रो घरमा आउने बेलामा त्यो बाजेलाई दिएर लाएर पुग्दैन, घेउसम्म वर्ष दिनको कामसम्म जति दियो त्यति हो। तर त्यो हामीले औँसी पूर्णेको दिनमा बालेको बत्ती चाहिँ के हो भन्दा हाम्रो लागि बचत हो के। भोलि म मरेर गइसकेपछि मेरो छोराछोरीले बत्ती बाल्दैन भने त्यो हामीले बालेको औँसी पूर्णेको बत्ती चाहिँ माथि प्लस हुँदै जान्छ के, त्यो प्लस हुँदै जान्छ। किनभने हाम्रो मेहनतको कमाइ हो नि त। हाम्रो बाउले हामीले मेहनतको कमाइले 10,000 को लुगा ल्याइदियो भने किन ल्याइस् बाबु भनेर गाली गर्ने बाउले औँसी पूर्णिमा हामीले दुःख गरेको तेल बाल्ने बेलामा के को चित्त बुझाउँथ्यो होला र? बाउको त चित्त त यहाँबाट खुसी हुन्थ्यो नि। छोराले मैले 2 बिघा राखिदिएको थिएँ, अर्को 1 बिघा थपे त त्यो बाउ त मरे पनि आनन्द आउँथ्यो नि। तर के गर्नु, बेचेर जम्मा 5 धुरमा राखिदियो, बेचेर उल्टै 6 धुरमा राख्यो। अझ अन्तिममा पुगेर के भन्छ, सबै बेचेर सकेपछि हाम्रो बाबुआजले बेसमारी छोराछोरी जन्मायो, हामीलाई के दिएर गयो? तिमीले त त्यो बाउले दिएको पनि बेचेर खायो, तिमीले त झन् छोराछोरीले के दियो त खोइ। यो खालको कुराहरू है हामीले बुझ्न पर्ने कुराहरू चाहिँ कुल पूजा भनेर दुनियाँ ठुलो गर्नु पर्दैन। कुल पूजा भनेर अनेक विधि गर्नु पर्दैन। औँसी पूर्णिमाको दिनमा घर सर्लक्क लिपपोत गर्नुहोस्। औँसी पूर्णिमाको दिनमा 2टा बत्ती बालिदिनुहोस्, धुप बालेर घर वरिपरि घुमाइदिनुहोस्। त्यसले धुप वरिपरि घर वरिपरि घुमाइदिएपछि हाम्रो लागि शान्ति हुन्छ। त्यो दिन माछा मासु नखाइदिनुहोस्, शुद्ध शाकाहारी खाइदिनुहोस्। सक्नुहुन्छ भने सोमबार माछा मासु नखाइदिनु, बिहिबार माछा मासु नखाइदिनु, अनि त्यसपछि औँसी माछा मासु नखाइदिनु, पूर्णे माछा मासु नखाइदिनु। यो माछा मासु नखाँदा के भयो भने हाम्रो बच्चाहरूले पनि साग खान सिक्छ, आलु खान सिक्छ, दही दुध खान सिक्छ, फलफुल खान सिक्छ। खै हाम्रो त बच्चा मान्दैन भनेर भन्नुहुन्छ भने हाम्रो घरमा लिएर आउनुहोस्। बच्चा त दुब्लाउँछ होला भन्यो भने हाम्रो घरमा लिएर आउनुहोस्। हाम्रो बच्चाहरू खै त्यो सधैँ के अरे माछा मासु खाएको भन्दा नि तगडा हाम्रै बच्चाहरू छन्। किनभने खुवाउन नजानेर चाहिँ हो, दिन नजानेर चाहिँ हो। र अर्को कुरा, सेन्डे मरिसकेपछिको प्रेत आत्मा घरमा प्रवेश गरेको चिजलाई सेन्डे यानि कि भूत आयो भन्ने चलन छ। सबैमा छ नि होइन यो चलन, होइन सबै जातिमा यो चलन छ नि होइन। मरेपछि भूत आयो। भूत को आयो? बाउ मरेको 1 महिना भएको थियो, बाउ त ठाडै खोकेको आवाज आयो, भूत आयो। त्यो बाउको पुरै मुटु कलिजो रगत हरेक चिज त तिमी हो। तिमी त्यो बाउ भन्दा पनि ठुलो भूत रहेछ नि त। हरेक माया मोह सबै त तिमी हो भनेपछि तिमी त त्योभन्दा ठुलो भूत रहेछ नि त। अनि जब मरेको 1 महिनामा नि आउँछ, 2 महिनामा नि आउँछ, 3 महिनामा नि आउँछ, 5 महिनामा नि आउँछ। अब यो घरमा मेन घरमा तर्साउँदा त्यो घरमा आवाज दिँदै भएन भने अर्को दाजुभाइको घरमा नि गर्छ, अर्को दाजुभाइको नि घरमा, गाउँमा सबै कुरा तहस नहस गरिसकेपछि हामी जस्तो तान्त्रिक लामाहरूलाई बोलाएर के भन्छ भने
अब के गर्ने त, यसरी गाउँै बिगी बिगी बनायो, सबैजना त्रसित भयो भन्दा हामी जस्तोले चाहिँ के भन्छ, झेन्डे आयो यसलाई खेदाउनुपर्छ, ख्यार्नुपर्छ, लखेट्नुपर्छ, यसलाई चाहिँ डाँडा कटाउनुपर्छ, दबाउनुपर्छ। दबाएर कहाँ दबाउने, कुटेर कसलाई कुट्ने, मारेर कसलाई मार्ने, जलाएर कसलाई जलाउने, उसको शरीर त जलाइसक्यो। यो उडेको हावालाई समातेर जलाउन सक्ने क्षमता त यो पृथ्वीमा कसैको पनि छैन। यो निक्लेको धुवालाई समातेर यसलाई जलाउने त कसैको क्षमतै छैन, किनभने ऊ त धुवा हो। बगिराखेको पानीलाई सधैँभरि मुठीमा बनाएर राख्छु म भन्ने त कसैको क्षमतै छैन, किनभने ऊ त बग्ने पानी हो। यो सूर्यलाई यो तातो मेरो जिउभरि सधैँभरि राखौँ भनेर समातेर यो तातो राख्न त सक्ने कोही पनि छैन, किनभने ऊ त अदृश्य हो। कसलाई समाउने, कसलाई लखेट्ने, कसलाई कुट्ने, कसलाई डाँडा कटाउने। डाँडा कटाउने होइन, यहाँदेखि तिमी यति एरियामा चाहिँ आउन पाउँदैन हो है भनेर ऊ त्यस्तै गरेर कम्पाउन्ड चाहिँ लाउन मिल्छ है। लामाले कम्पाउन्ड लाउने मात्रै हो, उसले मुक्ति पाउँदैन त्यसरी खेदा गर्लाई। त्यो झेन्डे चाहिँ कसरी फर्केर आयो त? लामाले नै गेवा गरेको अथवा पण्डितले नै क्रिया गरेको। ऊ चाहिँ कसरी आइपुग्यो भन्दा हामीमा आइपुगेको अहिले पछिल्लो समयमा भ्रमात्मक कुराहरू भन्दा नि नटेर्ने अटेरी गर्ने प्रविधिले यो कुराहरू अहिले बढ्दो छ। जस्तै क्रिया गरेको ठाउँमा म पर सरेको आइमाहरूले 7 दिन नपुगिकन त्यो क्रियामा गएर कुनै पनि चिज छोइदिनु हुँदैन, अशुद्ध हुन्छ। यो चिज पहिलाको मामहरूले बार्थ्यो, मैले त्यो गर्नु हुँदैन भन्थ्यो, बारीमा जानु हुँदैन भन्थ्यो, करेसा बारीमा छिर्नु हुन्न थियो। भला डाडो पन्यौ नबारे पनि करेसा बारीमा मैले फुल छुनु हुँदैन यस्तो भएको बेला भनेर मामहरूले फुल छुनु हुन्न थियो। फलेको फलफुल छुँदैन थियो। कसैले चाहियो भने म नहुने भएछ टिपेर देऊ न भनेर अर्काले टिपी मागेर खान्थ्यो। सुत्केरी परेको घरमा गएको छ भने त्यो घरको मान्छे त्यो सुत्केरी छोको जुन सुत्केरी छोको धायामा भन्छ त्यो धायामा चाहिँ नौरान नगरुन्जेलसम्म त्यो सुत्केरी बराबर गरेर बारिन्थ्यो। आज के भयो? मैले हेर्ने बेलामा त यहाँदेखि उता बसेको सबैजना सुत्केरी, सबैजना अशुद्ध, सबैजना यहाँ कोही पनि सफा छैन, कोही पनि शुद्ध छैन। मैले हेर्दा, मेरो नजरले हेर्दा यो चाहिँ के भन्यो गुरुले भन्नु होला, यसको म खण्डन गरिदिन्छु। कुनै बच्चा जन्मियो, आमै कस्तो लुलुलुलुलुलु गरेर त्यो बच्चाको कानमा त्यो नौरान गरेको छैन गएर चिमड्दियो। अब उसले अर्कोले छोड्यो, अर्कोले छोड्यो, अर्कोले छोड्यो, भएन सबैजना अशुद्ध भयो नि। यस्तरी अशुद्धपनहरू आउँदा हाम्रो पितृलाई चढाएको खानेकुरा यसरी, जस्तै मलाई मनपर्ने चिज दही, अब कसैले ल्याएर दही ल्याएर अगाडि राख्न लागेको थियो, म अब उडेर जानेवाला छ, मलाई यहाँनिर ल्याएर लामाले सबै कुरा ल्याएर अगाडि राखेर बोलाएर मलाई खुवाइराखेको छ, मलाई दिइरहेछ, म सबै कुरा आनन्दले म खाइरहेछु। अब जाने बेला भयो भने म ठिक्क भयो। अन्तिममा मलाई दही खान मन लाग्यो, दही हेर्ने बेलामा अशुद्ध भयो। दही त अशुद्ध देख्यो, मैले त खान सकेन। अब मेरो खुड्को त्यो दहीमा अड्केर बसेपछि म कहाँ जाने त? ऊ पर गएर म त्यो दहीमा कुरेर बस्ने, जहिले दही दिन्छ म त्यतिखेर जान्छु, किनभने म त माथि पुगेपछि फर्केर आएर मैले खान पाउँदैन नि। अब हो, त्यसको लागि त्यसरी चाहिँ आत्माहरू भड्किन्छ, झेन्डे त्यसरी बन्छ, प्रेत आत्माहरू त्यसरी बन्छ। सबैजनाले चाहिँ आफू त्यस्तो अशुद्ध भएको बेलामा आफ्नो घरमा कोही मान्छे सुत्केरी भएको छ भने त्यस्तो काज क्रियाहरूमा चाहिँ गएर सकेसम्म अहिलेको चलन चल्ती अनुसारले सबैले पैसा चढाउने चलन छ। प्रसादी नलगिदिएर बरु पैसा जहाँ पनि चल्छ पैसा, किनभने त्यो चाहिँ पैसा के को पैसा चाहिँ कसरी चल्यो भन्दा त्यो कामको लागि युज गर्छ कि त्यो कपीमा लेखेर कपीबाट युज गर्छ, त्यो घरको सहयोगको लागि दिएको भयो। प्रसादी चाहिँ भगवान्को लागि भएपछि त नजिक छोइयो पैसा त, किनभने त्यहाँबाट त अब दुःख परेको बेलामा सामानको हरेक चिज तिर्नलाई भयो। त्यस्तो चिज चाहिँ लगेर दिनुहोस् तपाईँहरूले, सामानलाई नछोइदिनु होला, सामानलाई नछोइदिनु होला है। किनभने त्यो चिज उसले खान नपाएपछि त्यहीँ अड्केर बस्छ अनि त्यहीँ बस्छ। र त्यस्तो खालको प्रेत आत्माहरू आयो भने के गर्ने, कसरी हामी आफैले नै समस्याको समाधान गर्ने त भन्दा बुवा बित्नुभयो, बुवा आउनुभयो। अझ म त यति भन्छु, बुवा बितिसकेपछि, बुवा अथवा आमा बितिसकेपछि छर्लङ्ग अगाडि प्रत्यक्ष देखेर अगाडि फेस टु फेस गर्छ नि, त्यो मान्छे सबभन्दा पृथ्वीको भाग्यमानी। त्यो त मणि हो, मणि, नाक मणि भन्छ नि, मणि।
किनभने बितिसकेको जलिसकेको व्यक्तिलाई अगाडि छर्लङ्गै देख्न पाउनु त त्यो त ठुलो भाग्यको कुरा हो नि। सपना मात्र देख्ने हो नि त, हकिकत आँखाले देख्न पाउनु। किनभने त्यही आमाले हुर्कायो, त्यही बाउले हुर्कायो, त्यही बाउले खेल्यो, त्यही बाउले हामीलाई दुनियाँको सकेसम्म उसले खुसी दियो। हामीलाई औँलामा बोकायो, पिठीमा बोक्यो, हाम्रो टाउकोमा गएर हामीले पिसा फेर्यो। त्यो बाउ मरेर गइसकेपछि नि आँखा अगाडि देख्न पाउनु त त्यो त सबभन्दा ठुलो भाग्यमानी मान्नु पर्यो नि। त्यो कुरा त कसैले बताउने होइन, मेरो बाउ मेरो घरमा आयो भनेर बताउने होइन, मनमा राख्ने। बाउ मलाई आपत परेको बेलामा तपाईँ यस्तै गरेर आएर मलाई सचेत गराइदिनुहोस् है, भनिदिनुहोस् है। किनभने ऊ त कसैले छुन नसक्ने, कसैले घेर्न नसक्ने, कसैले समाउन नसक्ने वायु हो नि त, हावा हो नि त। यो जस्तै यो सूर्यको किरण जस्तो हो नि त, ज्योति हो नि त, हामीलाई आपत परेको बेलामा देखाउने चिज हो नि त। भनेपछि उल्टै बाउ देख्ने बित्तिकै डराएर आगो लाएर मुक्क लाएर यो गरेर त्यो गरेर खेदाएपछि त त्यो बाउले अब आशीर्वाद दिन्छ कि फेरि भोलि चाहिएको बेलामा त हरेक पूजाआजा गर्ने बेलामा त बाउलाई नै मान्नुपर्छ त। फेरि पूजाआजा गर्ने बेला लामाले पनि त यहाँनिर सांसारिक काम गर्ने फोला ढाला भनेरै गर्नुपर्छ। फोला ढाला भनेको के हो भनेको तपाईँको घरको, तपाईँको छोराको घरमा हामीले पूजा गर्दैछौँ, तपाईँ पनि आएर उपस्थित भइदिनु, हामीले गरेको पूजामा तपाईँ पनि सामेल भइदिनु, तपाईँले पनि आशीर्वाद दिनु, हामीले गरेको काम भयो कि भएन हेरिदिनु है भनेर लामाले यहाँनिर प्रश्न राखेको हुन्छ। हिजो म जाँदा चाहिँ लट्ठीले खेदाउने, आज आशीर्वाद दिने बेलामा चाहिँ म आउन पर्ने। त्यो बाउले त पक्कै पनि दिँदैन, त्यो बाउले त पक्कै दिँदैन। हामीले दिँदैन, हामीले दिन्छ, हामीले दिँदैन, त्यो बाउले किन दिनु? त्यही भएर बाउ त्यसरी देख्यो, आमा त्यसरी देख्यो, आमा छटपटेको देख्यो, आमा मरेर गइसकेपछि आमाले लुगा फोहोर लगाएको देख्यो, आमाले पसिना बगाएको देख्यो, आमा चाहिँ एकदम अँधेरोमा देख्यो, आमा कालो मैलो गर्दै गरेर ओह्रालो झरेको देख्यो, आमा रुँदै गरेको देख्यो भने बिहान जुरुक्क उठ्ने, सर्लक्क नुहाउने, 2टा अथवा 5वटा कुङमा राख्ने बत्ती, त्यस्तो बत्ती अथवा दियो बत्तीहरू, अर्को हिन्दू धर्मकोहरू भयो दियो बत्तीहरू राख्ने, अनि मजाले फलफुलहरू सबै सजाउने, अनि लुगा च्यातेको देख्यो भने एक जोर लुगा राख्ने। अनि आमा तपाईँलाई पुगेन छ, कतै हामीले मिस्टेक गऱ्यो होला, तपाईँले लाउन पाएँ। किनभने हामीले लुगा च्यातेको देख्ने बेलामा आमा बाउले जतिसुकै भनेर ऋण काटेर भने हामीलाई किनिदिएको छ नि त, दिएको छैन भनेपछि उसलाई पनि सपनामा हामीले लुगा च्यातेको देख्यो भने हामीले पनि त एक जोर लुगा किनेर राखिदिनु पर्ने हाम्रो कर्तव्य होइन? किन देखेको बारम्बार त्यो आमा? हामीलाई पनि सानोमा हामीले माग्ने बेलामा नि किन मागेको यो बच्चाहरूले भनेर खाल्टोतिर लगेर फालिदिएको भए हामी पनि त यत्रो ठुलो हुँदैन थियो नि त, हाम्रो पनि सन्तान हुँदैन थियो होला नि त। एक जोर लुगा राखिदिने, बत्ती बालिदिने, ल आमा तपाईँलाई पुगोस् भनेर। अनि त्यो खानेकुराहरू जहाँ एकदम निम्न गरिब छ, जसले खानै पाएको छैन, जसले त्यो लामालाई नै दिनुपर्छ भन्ने छैन, जोगीलाई नै दिनुपर्छ भन्ने छैन। लामा र जोगीको घरमा त दान गर्ने मात्रै हो, पण्डितको घरमा त त्यो दान खाँदैन उस्तै पऱ्यो भने। किन खाँदैन भने नि तिमीले नि ल्याइदिएछ, उसले ल्याइदिएछ, उसले ल्याइदिएछ। अब त्यो राम्रो राम्रो ल्याइदिएको खाना भ्याएको छैन, त्यो नराम्रो कसले खाने? 1000-2000 को लुगा लाउनै भ्याएको छैन, चढाएको त्यो 500-700 को लुगा कसले लाउने? तर त्यस्तो हाम्रो गाउँघरमा जो एक छाक खानको लागि पनि तडपेको छ हो, त्यसलाई बरु 2-4 माना चामल हालिदिने, अलिकता फलफुल हालिदिने, यताउति गरिदिने, के गरेर ल बजे आमै, अथवा कुनै पनि कुटीमा बसेको एकदम बुढो बाबाजी छ जो हिँड्नै सक्दैन, जब ऊ मागेर हिँड्नै नसक्ने जस्तो अवस्था छ, त्यस्तो बाबाजीकोमा लगेर दिने। र तपाईँलाई त्यहाँ यस्तो बुढो बाबाजी हुनुहुन्थ्यो भने चाहिँ उसलाई बाबाजीलाई सुहाउने खालको लुगा किनेर लै तपाईँलाई भन्दा उसले के गर्छ भने ऊ त हिँड्न सक्दैन, ऊ त माग्नै सक्दैन नि, उसले के गर्छ त्यो खानेकुरा देख्ने बित्तिकै मलाई त कस्तो भगवानले नै जोराएर ल्याइदिएछ है बाबु, तपाईँको सबै मनोआकाङ्क्षा पुरा होस्। हेर्नु त त्यो भित्रबाट भनेर मन चिसो भएर आएको आशीर्वाद चाहियो कि, त्यो भने हाम्रो पितृलाई पुग्छ। त्यसपछि उहाँ देखिनुहुन्न, आशीर्वाद मात्र दिन आउनुहुन्छ। त्यसको 5 दिनदेखि 7 दिन 15 दिनभित्रमा आमा हाँसेको सपना देख्छ, बाउ हाँसेको सपना देख्छ। आफूले गर्नुपर्ने त्यहाँ गर्दा कति खर्च भयो? बढी से बढी 2000 होइन? तर हामी जस्तो व्यक्तिलाई लिएर गयो भने 50,000 भन्दा मुनिको खर्चले कामै छैन। अहिले 50,000 पैसा त अहिले त 50 रुपियाँ बराबर काम छैन। हामीले चाहिँ त्यस्तो तरिकाले चाहिँ हाम्रो कुल पितृ देव तीर्थ सबैलाई गर्नुपर्छ। र अर्को कुरा लास्टमा, अब म 10 मिनट जति मात्र लिन्छु। खाना
यहाँ आज हरेक गुरुहरूले मासु अर्को तरकारी काटेर खानु हुँदैन, अर्काको ज्यान काटेर खानु हुँदैन, यो काटेर खानु हुँदैन, त्यो काटेर खानु हुँदैन, यो गर्दा पाप हो, त्यो गर्दा पाप हो, यस्तो गर्दा पाप हो, उस्तो गर्दा पाप हो। यहाँ पापै पापको एउटा लेरो छ। धर्म चाहिँ कहाँ छ? धर्म छ कहाँ? धर्म चाहिँ वास्तवमा कसले गरेको छ? शाकाहारी खानेले धर्म गरिरहेछ, यो बिचबिचमा मासु खानेले पनि धर्म गरिरहेछ। यो बिचको ठुलो अन्तर्द्वन्द छ अहिले बजारमा। शाकाहारी खानेले भन्छ ए तिमीहरू त यस्तो खाने उस्तो खाने, धर्म गर्न सिक्न, अनि उसले त्यो बोलेर त पापै भयो फेरि। किनभने धर्मले त नबोल भनेको छ, मैले गरेको कुरा नभन् भनेको छ। अघि मैले जति पनि साधनामा बोलेको कुरा त त्यो त हामीले त माथिको हेडलाइन मात्रै बताएको, तर अन्तर्भित्रको भित्रको गोप्य कुरा त हामीसँगै बस्नु पर्यो, हामीसँगै बुझ्नु पर्यो। त्यो कतिको पीडा हुन्छ आफूले महसुस गर्नु पर्यो। तर हरेक चिज खाँदा तपाईँले कुनै पनि तरकारी ल्याएर पकायो, तपाईँको भित्र अन्तरात्मादेखि खान मन लाग्यो, पकायो, पकाइसकेर जब खाने बेलामा त्यो चिजले छ्या नभन्नु, त्यो चिजले छ्या नभन्नु। जस्तै कतिपयले हे यो त अलि बलियो रहेछ, यो त एकदम दुब्लो रहेछ, तिमीले आँखाले हेर्नु पर्थ्यो नि त त्यसलाई छिनाउनुभन्दा अगाडि नै। दुब्लो थियो छिनाउने तिमी, खाने तिमी, अनि दोष पाउने उसले। बलियो थियो देख्यो तिमीले, अलि दुब्लाएर बनाएको भए हुन्थ्यो नि त, त्यो बलियो नै बनायो तिमीले, अनि दोष उसले पाउने। त्यतिखेर चाहिँ तिमीलाई एकदम ठुलो महापाप लाग्छ, महापाप। किनभने अर्काको ज्यान पनि खानु छ, उल्टै अर्कालाई सराप्नु पनि छ, अर्कालाई गाली पनि गर्नु छ, एकदम ठुलो महापाप। र हामी चाहिँ मानव जाति मात्रै होइन, पृथ्वीको हरेक चिज, जीव जन्तु, यो रुख बिरुवा, हावा, यो हावा पानी बाहेक चाहिँ यो जति पनि पृथ्वीको जीव जन्तु छ, रुख बिरुवा जति पनि किरा फट्याङ्ग्रा जति पनि छ, एक अर्कालाई खाएरै बाँच्ने, एक अर्कालाई खाएरै बाँच्ने। जस्तै यो चामल बन्नुभन्दा अगाडि त धान थियो नि, धान। त्यो धान आजभोलि पानीमा टुप्लुक्क हाल्ने भने जुरुक्क उम्रिन्छ, उम्रिएर त्यो सानो हाम्रो बच्चा जन्मिएको जस्तै गरेर टुसा हाल्छ, उसले पनि ठुलो हुन्छ, सानो हुन्छ, लरलराउँछ, ऊ पनि हाउको बेगमा आहा म त कति खुसी भयो, जति ठुल्ठुलो हुन्छ ठुल्ठुलो हुन्छ ठुल्ठुलो हुन्छ। अब ऊ पनि वयस्क भयो, अब मैले पनि, उसले के गर्छ एउटा धानले, म एउटा रोपेको हो, म एउटा आएको, म एउटै फल्नुपर्छ भनेर यसले कहिले पनि भन्दैन। यसले केही नभएको नि मेरो सन्तान मैले बढाउनु पर्छ, उसले पनि सन्तान बढाउने हो नि त, उसले पनि मैले सन्तान बढाउनु पर्छ भनेर हरेक घाम पानी हावा सबै कुरा उसले सहेर उसले पनि 100वटा 50वटा 150वटा 200वटा दानाहरू फल्छ। त्यो धानमा भएको प्राण र हामीले बनाइराखेर खाइराख्ने जीव जन्तुको प्राण एउटै त हो। हामी त्यत्रै एउटा पोइन्टबाट बनेको, हामी मान्छे पनि त्यत्रै पोइन्टबाट बनेको हो नि त। यसको जति सानो जिन अड्केर उम्रिन्छ त्यत्रै जिनबाट हामी बनेको होइन। अझ उसको त जिन देखिन्छ, हाम्रो त जिन पनि देखिँदैन, माइक्रोस्कोपले हेर्नुपर्छ हामी मानव जातिको जिन त। उनीहरूको त जिन देखिन्छ, हामीले मजाले के लगायो भने जिन देखिन्छ, देख्दैन? मकैहरूको जिन देखिँदैन, देखिन्छ। हाम्रो भन्दा उसको सङ्ख्या ठुलो छ अझ जिनको। भनेपछि ऊ चामल किन बन्न पर्यो त? ऊ खुसी खुसी हामीसँग मर्छ, ऊ काटिन्छ, ऊ पिसिन्छ, ऊ पाक्छ, ऊ हामी खान्छौँ। खाएन अर्कालाई? खायो नि हामीले अर्कालाई। दाल खायो, साग खायो, मकै खायो, कोदो खायो, हरेक खायो। के खायो त? हामीले अर्कालाई खायो। त्यो पनि त एउटा प्राण थियो नि त। त्यो पनि मरेको भए त कुहिन्थ्यो नि, गनाएको त खाँदैन नि। हाम्रो बारीमै कोदो कुहियो भन्छ नि, त्यो त हामीले त पिनेर खाँदैन। हामीले कुन खान्छ? जिउँदो नै खान्छ, जो नकुहिएको छ त्यसलाई सुकाएर पिनेर खान्छ, होइन? कुहिएको खान्छ, खाँदैन नि। बारीमा कुहिएको त फालिदिन्छ त्यहीँबाट। जो नकुहिएको राम्रो छ त्यसलाई हामी पिनेर खान्छ, त्यसलाई हामी कुटेर खान्छ, त्यसलाई हामी उसिनेर खान्छ। भनेपछि अर्काको ज्यान खाइराखेको रहेछ नि त हामीले पनि। तर हामीले खाना खाँदा
एउटा कुरा मैले धेरैजना महिलाहरूमा यो देखेको छु है, खाना खाँदा खाँदै मिठो भएन भनेर फुत्त आधी थाल फाल्ने। त्यो मिठो, यो चामल मिठो बन्नुपर्ने, उसले जसरी पकाएर खाए नि खाऊ, तिमीले मलाई खाऊ भनेर उसले ज्यानै फालेपछि त मिठो बनाउने त तिम्रो हात हो नि त, तिमीले बनाएर खानु पर्यो नि त मिठो। ऊ मिठो बन्ने, ऊ मर्नु पनि ऊ मिठो पनि बनिदिनु पर्ने। मिठो बनाउन नसक्ने तिमी, दोष पाउने ऊ, अनि आधी फाल्यो। खाँदा खाँदैको थालमा हात चुट्यो, एकदम गलत। खाँदा खाँदैको भात आधी फाल्यो, एकदम गलत। खानु छैन भने जसरी भयो नि पशुले खाने त हो नि भनेर मैले धेरैको वचन सुन्यो। होइन, थालमा हालेको चिज तिमीले खाऊ, बाँकी भएको पशुलाई पनि त्यो भाँडामै राखेको देऊ न उब्रेको। पशुले भन्दैमा कि उसले चाहिँ जहिले पनि तिमीले जुठै खानुपर्ने। तिमीले थालमा हालेको चाहिँ जति थालमा हालेको त्यो चाहिँ मिठो मानेर खाऊ न। जे पाक्यो मेरो लागि पाक्यो, जे दिनुभयो भगवान् तिमीले मेरो लागि दिनुभयो भनेर। र खाने बेलामा लामाहरूले जपेर खान्छ। धेरैजना लामाहरूले देखेको होला, खाना खाने बेलामा जपेर ढोकेर खान्छ। किन? लामाले मात्र खाना खाने बेलामा ढोक्न पर्ने हो र? लामाको मात्र पेटमा भात जाने हो र? लामाले मात्र खाने हो र? सबैले खाने हो नि त। केही पनि जान्दैन भने हे भगवान् तिमीले मेरो लागि जुराइदियो, जति पनि मेरो लागि तिमीहरू मर्यो, सबैजनाको लागि धन्यवाद। किनभने ऊ खाएर हामी बाँचेको छ नि त। बाँचेपछि उसलाई धन्यवाद दिनु परेन? हामीले बचाएपछि उसलाई धन्यवाद दिनु परेन? तपाईँले धन्यवाद है भनेर त्यो खानालाई एकचोटि यसरी लिएर टाउकोमा राखेर ढोगेर खाना खाने। भगवान् कसैले देख्नु भएको छ? यहाँ प्रत्यक्ष भगवान् कसैले देख्नु भएको छ? प्रत्यक्ष भगवान् कसैले देख्नु भएको छ कि छैन? हात उठाउनु त कसैले देखेको छ भने? छैन है, छैन। कसैले देखेको छैन? तपाईँले देख्नुभएको छ? प्रत्यक्ष भगवान् देख्नुभएको छ? साक्षात् भगवान्? हामीसँग 12 जना भगवान् हुनुहुन्छ, साक्षात् हुनुहुन्छ। 12वटा भगवान् साक्षात्। त्यो 12वटा भगवान् बिना त हाम्रो जिन्दगी चल्दैन। बिहान उठेकोदेखि बेलुका सुत्ने बेलासम्म त्यो 12वटा भगवान्को देन नभइकन हामी चल्दैन। तपाईँहरूलाई म भगवान् चिनाइदिन्छु। त्यसपछि आजको हाम्रो पूजा काम सकेर अब खाना प्रसाद चढाउने बित्तिकै प्रसादी खा। पहिलो भगवान्, पहिलो दुईटा भगवान् आमा बाउ। आमाले 9 महिना गर्भमा बोक्ने बेलामा यो बच्चाले धेरै दुःख दियो भनेर त्यहीँ 2 मुड्की हिर्काइदिएको भए संसार यति उज्यालो हुँदैन थियो। आमा साँच्चीकै म चाहिँ के भन्छु भने बाउ भन्दा पनि आमा अझ 2 स्टेप माथिको भगवान्। बिहे गर्नुभन्दा अगाडि माइतीमा जति सुत्यो आइमै। बिहे गर्नुभन्दा अगाडि भोलि बिहे गर्नु छ भने आजको रातिसम्म जति घोर तानेर सुत्यो। किनभने त्यहाँ त गाली गर्ने आमा र बाउ मात्रै हो नि त। त्यसपछि बिहे गरेर जब आइयो, अब त सुख पायो, बिहे गरेर गयो छोरीले आमा बाउको मनमा है। छोरीले बिहे गरेर गयो, छोरीले सुख पायो। के को सुख पाउनु? यता आमा बाउ, उता आमा बाउ, उता बुढा, उता नन्दा, उता आमाज्यू। यता त दिदीले नि गाली गरेपछि एकछिन फगाउँथ्यो, उता त आमाज्यूले फगाउँदैन। यता त बहिनीले एकछिन घुर्की लगाएपछि दिदी म के गरौँ भनेर सोध्न आउँथ्यो, उता नन्दाले त भन्दैन। यता दाइले त त्यो रिस आयो, त्यसको रिस जहाँसुकै जाओस् भनेर चुप लाएर बस्थ्यो, उता जेठाज्यूले त भन्दैन। यता भाइले त दिदी रिसायो त रिसाएको भनेर एकछिनमा फकाउन आउँथ्यो, यता देवरले त भन्दैन। श्रीमान त झन् बिहे गरेको 5 दिन पछाडि त के अरे चिर्न नजानेको ठुटा जस्तै हो गल्ठ्याङ। त्यो कतैबाट फुट्नेवाला छैन। म पनि त्यस्तै हो, म नि फुट्दैन होइन। म त्यो अरूलाई मात्र भन्दैन, म पनि त्यही हो, फुट्दैन। किन फुट्दैन भने सबैतिर फुट्न थाल्यो भने केटा मान्छेले घर चलाउन सक्दैन। ऊ फुट्दैन, ऊ डल्लो। अब उसलाई त्यो आइमाईलाई, त्यो केटी मान्छेलाई अब बिहान उठेर सासूलाई चित्त बुझाउनु पर्यो, ससुरालाई चित्त बुझाउनु पर्यो, नन्दा देवर सबैलाई चित्त बुझाउँदा लास्टमा उब्रेको खाना खाऊ। काम चाहिँ भने सबभन्दा बढी त्यसले गर। त्यो गर्यो। मेरो जिन्दगी यति गयो, आमाले नि यस्तै गरेको, मैले पनि गर्नुपर्छ। अब त उसले त त्यो मनमा त त्यो लिनै पर्यो।
त्यो गर्दै 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 गइसकेपछि 2-4 महिना पछाडि गर्भ आयो। आहा खुसी भयो, म पनि अब आमा बन्ने भयो। त्यतिखेर त कुनै पनि आइमाईहरू यहाँ हुनुहुन्छ, महिलाहरू दिदीबहिनीहरू जतिजना हुनुहुन्छ, पहिलो सन्तान गर्भमा आउने बेलामा त्यो आइमाई जतिको खुसी अरू कोही पनि हुँदैन। उसको त्यो खुसीको सीमा नै हुँदैन पहिलो सन्तान गर्भमा आउने बेलामा। मैले संसारै जित्यो जस्तो। तर 2 महिना 3 महिना 4 महिना बित्दै गयो, यता अब के भयो, उसलाई एउटा चिज के उसको पिर पर्छ, आहा म धेरै अप्ठ्यारोसँग सुत्यो भने यो बच्चा मर्ला कि, यो बच्चा चेपिएला कि, यो बच्चालाई कतै अप्ठ्यारो होला कि। अब ऊ सुत्नुभन्दा अगाडि उसले त्यो बच्चालाई सोच्छ कि म कसरी चाहिँ नसुतौँ, कसरी कताबाट उसलाई असजिलो होला, कताबाट उसलाई सजिलो होला भनेर त्यो खोज्दा 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 3 महिना 4 महिना 5 महिना भएपछि पेट तन्किँदै गयो तन्किँदै गयो, दुख्दै गयो दुख्दै गयो दुख्दै गयो। अब उसले एउटै मात्र सोचे हुन्छ, जतिसुकै दुखे पनि अब 2 महिना त बाँकी छ, अब 1.5 महिना त बाँकी छ, अब 1 महिना त बाँकी छ, म यसलाई सर्लक्क आनन्दले जन्माइदिन्छु, अनि म आनन्दले सुत्छु, अनि त्यतिखेर खाउँला नि, पेटभरि खाउँला नि। ठिक छ। जुन दिन सर्लक्क बच्चा जन्म्यो त्यतिखेर उसले सोचेको हुन्छ, बच्चा जन्मेर सर्लक्क साथी छुटेपछि आहा अब त मेरो त कालै उम्क्यो, अब त म पेटभरि खान्छु, भरे त म आनन्दले सुत्छु। अब बेलुका आयो, रात पऱ्यो, मजाले ओछ्यान लाग्यो, खानासाना खायो, पेट पनि तनक्क तन्क्यो, सुत्यो। राति 12 बजे बच्चा ट्याँ गरेर रोएपछि बुढाले के भन्छ, तिमी सुत, तिमीलाई यत्रो दिन गाह्रोबाट उम्केर आएको हो, तिमी सुत। ओए बच्चा उठ्यो, त्यहाँ बच्चालाई के गर्नुपर्ने गरे। अब उसले एउटै वचनमा ऊ बसेको हुन्छ कि म यो बच्चा ठुलो भएपछि चाहिँ सुत्छु नि, अब म अलिकता ठुलो बच्चा भएपछि म सुत्छु। अब उसले फेरि त्यो बच्चालाई स्याहार्दै 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 जान्छ, त्यो बच्चा ठुलो हुन्छ। अब प्रायः एउटा 2टा बच्चाहरू हुन्छ। त्यसपछि ठुलो भइसकेपछि अब त बच्ची ठुलो भयो, अब मेरो त आनन्दको दिन आयो। के को आनन्दको दिन आउनु, छोरा कता जाला, छोरी कता जाला, ओए तेरो छोरी कता गयो हेर, त्यहाँ तेरो छोरा कता बिग्रेर बसिरहेछ हेर त्यहाँ। अब यो बच्चालाई के होला, अब टेन्सन। अब त्यो बच्चा पनि ठुलो भयो, वेदान गर्यो, वेदान गरेपछि अब त मलाई त आनन्द भयो, अब चाहिँ म मजाले सुत्छु। अब फेरि नाता नातिनी हुर्किने बेलामा त्यो नातिलाई के भयो, त्यो नातिनीलाई के भयो, त्यता के भयो, उता के भयो, छैन, पिरै पिर पिरै पिर पिर। अब मर्यो, अब मर्ने दिन आयो, मर्यो। 13 दिनको काम गर्यो, 49 को काम गर्यो, अब हिन्दू धर्म अनुसारले 45 को काम गर्यो। 1 वर्षको काम गरेपछि आमाको त नामै पो हरायो है। आमा त कुल बनेर मलाई पिरो मलाई पुगेन भनेर कराउन नि नपाउने, बाबु आउँछ त कुल बनेर, आमा पनि आउन पाउँछ। लु आमाको त वर्ष दिनको काम सकेपछि त सिद्धियो आमा। बाउले पनि यो दुःखहरू गर्छ। बाउको चाहिँ जिम्मेवारी कहाँबाट आउँछ भने बच्चाहरू ठुल्ठुलो हुँदै गएपछि बुझ्ने बाउहरूले, बाउ चाहिँ बच्चाहरू ठुल्ठुलो हुँदै गएपछि बजारमा चाडबाड आयो, चाडबाड दसैँ तिहार आएपछि पहिला 2टा बच्चा 3टा बच्चालाई किनिदियो, त्यसपछि श्रीमतीलाई किनिदिएपछि अनि यताबाट पैसा हिसाब गर्छ, पुगेन भने पनि मेरो त अस्ति दिएको छँदैछ नि, भोलि पर्सि किनौँला जाम भनेर ढिलो भयो भने उसले घरमा ल्याइहाल्छ, किन उसले त त्यो टार्नु छ बाउको त्याग चाहिँ त्यहाँ। तर धर्म अनुसारले चाहिँ के भन्छ भने मैले खोजेको बाटोको धर्मले चाहिँ के भन्छ भने मैले खोजेको बाटोको धर्मले चाहिँ के भन्छ भने बाउ मर्ने बेलामा चाहिँ घ गर्ने पैसा, किरा गर्ने पैसा भएन भने पनि 3 भारी घाँस काटेर पुग्नु सकुन्जेलसम्म बोकेर गाईलाई खुवाइदियो भने नि पुण्य पुग्छ अरे बाउलाई चाहिँ। किनभने कुल पूजा भनेर गरिन्छ नि त बाउको लागि त। औँसी पूर्णिमा कुनै न कुनै बेला त बत्ती सम्झेर त औँसी पूर्णिमा बत्ती बालेको हुन्छ, त्यसले बाउलाई पुग्दै जाँदो रहेछ। तर आमाको दुधको भार चाहिँ भोक लागेको बेलामा पानी खाएर पनि दुधै खुवाएको छ, उसलाई खाना खाँदै दिसा पिसाब गर्यो भने त्यो खाना छोडेर उसले दिसा पिसाब छोडिदिएको छ, त्यसको पाप चाहिँ तिमीले ख्याल गरेर गर्दैन। आमाको क्रिया चाहिँ तिमीले ऋण काटेरै गर्नुपर्छ, किनभने उसले तिम्रो लागि धेरै गरेको छ। भनेपछि पहिलो भगवान 2 जना आमा बुवा, दोस्रो भगवान सासू ससुरा, जसले हाम्रो जीवन साथी गाँच्नको लागि हामीलाई सहजै रूपमा छोडिदिनु भयो। 4 जना भयो हैन। घाम बिना मान्छे बाँच्न सक्छ?
घाम बिनाको जिन्दगी मान्छेको जिन्दगी छ छैन नि? भनेपछि हामीलाई बचाउने उहाँ बिना हामी छँदै छैन भनेपछि उहाँ पनि त भगवान त यहीँ हुनुहुँदो रहेछ नि त। पानी, पानी बिना मनुष्यको जीवन छ? कुनै पनि जीव जन्तुको जीवन छ पानी बिना? भनेपछि हामीलाई बचाउने चिज उहाँ पनि त भगवानै हुनुहुँदो रहेछ है। हावा, अहिले हामी सबैजना यहाँ बसेको छ, यो हावाले यिनीहरू भठाउमा नजाउँ भनेर 5 मिनट मात्र यो हावा नआइदियोस् त हामी सबैजना यहाँ सोरोल्दै मर्छ, अक्सिजन पुग्दैन मर्छ। भनेपछि हामीलाई बचाउने उहाँ पनि भगवानै। चन्द्रमा, चन्द्रमाले के काम गर्छ भन्छ, जति पनि जमिनबाट लगेको ओस शीत चाहिँ चन्द्रमाले बनाएर पृथ्वीमा फालेपछि त्यो चन्द्रमाबाट फालेको शीतको ओसले गर्दा अन्न बालीहरू फस्टाउँछ, बाली फल बिरुवाहरू राम्रो हुन्छ। भनेपछि उहाँ पनि भगवान। भनेपछि कतिवटा भगवान भयो? 8वटा भयो। अन्न, अन्न बिना हाम्रो जिन्दगी नै छैन, भगवान 9वटा भयो। यो वनस्पति, हरियो वनस्पति, यो हरियो वनस्पति बिना हाम्रो जिन्दगी नै छैन छ। जे पनि उम्रिने, जे पनि खानेकुरो त हरियोबाट नै फलेर फलफुल बन्छ। यो वनस्पति ऊ पनि भगवानै रहेछ। रुख काट्नुभन्दा अगाडि उसलाई यसरी हात राखेर तपाईँको म प्राण लिँदैछु है, पाप नलागोस् भनेर काट्नुपर्छ, माग्नुपर्छ। माग्यो भने यो पृथ्वी त मागेर दिन्छ, मागेरै पाउने हो। तर हामी माग्नै जान्दैनौँ। अनि रुख काटेपछि नाग रहेछ, मलाई नाग लाग्यो, रुखमा देवी रहेछ, देवी मलाई लाग्यो भने बिरामी भयो, यहाँ भयो, डक्टरलाई खुवायो, धामीलाई खुवायो, झाँक्रीलाई खुवायो, यहाँ खुवायो, त्यहाँ खुवायो, पैसा सिद्ध्यायो, सिद्धियो। अनि अहिले चाहिँ के छ हाम्रोमा? यसरी मैले यहाँबाट बोल्न नमिल्ने कुरा हो, तर समय परिस्थिति अनुसारले बोल्न पर्यो। यहाँ भएन भने अनि अर्कोमा गयो, पल्लो घरमा गयो उही कराउनलाई। अब बुझ्नु होला हैन? त्यहाँ कराएर पनि समस्याको समाधान चाहिँ छैन के, मागेन नि त। कतिवटा भयो? 10वटा भयो, भयो नि। जमिनै छैन भने हामी कहाँ बस्ने? हामी अहिले बसिरहेको छ, यहीँबाट भुवाङ पऱ्यो भने हामी सबैजना तल छिर्छ। हामीलाई अडित भएर, हामीलाई थुक्दा, हामीले घृणा गर्दा, हामीले हरेक कुरा गर्ने बेलामा हामीलाई आनन्दले हामीलाई साथ दिने धरती आमा उहाँ पनि भगवानै हो। अग्निदेव, जो आगो बिना हामी कुनै पनि चिज पकाएर खान सक्दैन, उहाँ पनि भगवानै हो। भनेपछि हामी अदृश्यमा भएको भगवानहरूको परिकल्पनामा हामी बढी दुःख पाइराखेको छ। त्यहाँ भगवान छ कि, यहाँ भगवान छ कि, उहाँ भगवान छ कि, यता भगवान छ कि, उता भगवान छ कि, हामी त्यो परिकल्पनाको भगवानमा हामी बढी दुःख पाइराखेको छ। तर आफूसँगै भएको भगवानलाई चाहिँ हामीले व्यवस्था छैन। बिहान सूर्य निक्लेको सर्लक्क रातो घाम देख्ने बित्तिकै सर्लक्क शिर निहुराउँदा हामी के गरिब हुन्छ? ऋण काट्नुपर्छ? पर्दैन नि, टाउको झुकाइदिए भयो। बेलुका चन्द्रमा सर्लक्क देख्ने बेलामा चन्द्रमालाई टाउको झुकाइदिए भयो। पानी पिउने बेलामा सर्लक्क लिएर 1 गिलास पानी यसरी ढोकेर त्यो पानी पिइदिए भयो। त्यही पानी औषधि हुन्छ। हामी कहाँ आयो भने हामीले के दिन्छ तपाईँहरूले? पानी मन्तरेर दिने भनेको त्यही पानीले ढोकेर दिने त हो। यसको शरीरमा के भएको छ ल, तपाईँले गएर त्यहाँबाट पखालेर निकालिदिनुहोस् भनेर हामीले त्यही दिने त हो। हामीसँग अर्को त्योभन्दा ठुलो मन्त्रै छैन, बनेकै छैन। किनभने जो महाऋषिहरू हुनुहुन्थ्यो मन्त्र बनाउने, उहाँहरू त बनाउँदै नि समाधि हुनुभयो। अनि हामी त साँची राख्ने हो भनेपछि बिहान घाम उदाउँदा ढोक्ने, बेलुका घाम अस्ताउँदा ढोक्ने। जस्तै धरतीहरूमा हामी जमिनमा कुनै ठाउँमा हामीले घर बनाउनु पर्यो भने हाम्रो घरको माटो नराम्रो भन्छ। माटो कहिले नराम्रो, आमा कहिले खराबी हुन्छ हो। कुनै आमा छुच्ची हुन्छ, कुनै आमा अलिकता सोझो हुन्छ। सोझो आमाले जे गरे चुप लाएर बस्छ, सम्पत्ति सिधै गर्ने पत्ता लाग्दैन। छुच्ची आमाले कराएको हुन्छ, सम्पत्ति जोगाउँछ। फरक त्यति मात्रै हो। जुन घरमा घरेडीमा हामीलाई धेरै दुःख दिएको छ त्यो घरेडी सबभन्दा गुणिलो, किनभने उसले जोगाएर राख्ने रहेछ नि त। छुचो आमा रहेछ कि त्यो चाहिँ, छुचो आमा हो। हामीले घर बनाउने बेलामा 2टा अगरबत्ती बालेर अलिकता फलफुल राखेर, हे आमा तपाईँ माथि म बसोबास गर्न आएको, तपाईँ नरिसाउनुहोस् है। हाम्रो छातीमाथि छोराछोरी उफ्रिने बेलामा हामी रिसाउँछ? रिसाउँदैन।
हामी पनि उसको छातीमाथि उफ्रिन गर्दा ऊ कहाँ रिसाउँछ, तर तिमी माग्दै माग्दैन, कराउँदै कराउँदैन, तिमी त्यही माथि मनभरि गरिरहेछ रिसा। त्यसरी चाहिँ पिरेको, धरतीले पिरेको। हामी एकदम ठुलो सङ्कटमा हामी बिरामी हुनुको मेन कारणहरू यिनीहरू हो। यिनीहरूलाई मनन गर्नुहोस्, यिनीहरूलाई फलो गर्नुहोस् है। सक्नुहुन्छ भने या सक्नु हुँदैन त्यो आफ्नो ठाउँको कुरा हो। यहाँ यदि आएर सबैले सुन्नुहुन्छ र सबैले होइन हामी पनि गरेर हेरौँ न कस्तो चाहिँ हुँदो रहेछ भनेर प्र्याक्टिस गर्न चाहनुहुन्छ भने प्र्याक्टिस गर्नुहोस् है। सोमबार बिहिबार औँसी पूर्णे, सोमबार बिहिबार औँसी पूर्णेको दिनमा माछा मासु नखाने, सोमबार औँसी पूर्णेको दिनमा घरद्वार लिपपोत गर्ने, अब ढलान छ भने नि लिपपोत गर्ने, यसो के अरे पोछो लाउने, साङधुप बाल्ने, 2टा बत्ती बालिदिने। अनि औँसी के अरे सोमबार र बिहिबारको दिनमा माछा मासु ल्याउन, चाहे दसैँ आओस् चाहे चाडबाड आओस् जुनसुकै बेला आओस्, सोमबार र बिहिबार माछा मासु नखाएर सोमबारको दिन सर्लक्क बिहान नुहाएर पूर्वपट्टि फर्केर सूर्य भगवान्लाई 3 अन्जुली पानी चढाएर 3 महिना गरेर हेर्नुहोस् तपाईँको जिन्दगीमा कतिको परिवर्तन आउँछ। तपाईँ स्वयंले देख्नुहुन्छ, तपाईँ स्वयंले देख्नुहुन्छ है। यति भन्दै म आजको अब यसलाई प्रवचन त भन्न मिल्दैन, यो मेरो मनको लागेको कुराहरू, मैले आफैले अध्ययन गरेको कुराहरू, यो चाहिँ कहाँ छ अब कतिपय कुराहरूमा कहाँ छ के छ त्यत्तिकै बोलेको भन्ला, यो चाहिँ म आफैभित्र गरेको अध्ययनहरू, यो हावा पानी पृथ्वी वृक्ष अग्नि सबैसँग गरेको विश्लेषणहरू, यो मैले आफैले गरेको खोजको तथ्याङ्कहरू तपाईँहरूलाई बताएको। यो कुरालाई कस्तो लाग्छ के लाग्छ? हाम्रो चाहिँ यहाँ सबैजनालाई चाहिँ म के भन्छु भने हाम्रो ओम चक्र शान्ति साधना ग्रुप भनेर चाहिँ हामीले अफिसियली अस्तिको दिनबाट ओपनिङ गरेको छ। अहिले सबैजनाको हातमा मोबाइल छ होइन। ओम चक्र शान्ति साधना ग्रुप, यहाँबाट चाहिँ यो आउँछ र यस्तो प्रोग्रामहरू चाहिँ अबको दिनहरूमा हामी जहाँ गरेको प्रोग्रामहरू तपाईँहरूमा आउँदैछ। तपाईँहरूलाई लागेको कुराहरू, तपाईँहरूले मनमा लागेको कुराहरू 3 महिना पछाडि तपाईँहरूले गरिसकेपछि राम्रो नराम्रो कुराहरू त्यसमा पठाएर पनि